फुटिटो दङ्गाली परियो चोखो माया साइली लाउने सुरगरी यो हातमा रुमाल हो साइली यो जोबान तिम्रै हो राख सम्हाल। नमस्कार, म चन्दन गिरी। मलाई यो मिडियासम्म ल्याइदिनु भयो, यस्तो अवसर दिनुभयो, प्रकाश भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दाङको तुलसीपुर 2 भम्केमा जन्मिएका चन्दन गिरीज्यू, तपाईँ अहिले 58 सालदेखि अहिलेसम्म तपाईँ कहाँ ओझेलमा पर्नु भएको थियो र अहिलेसम्म के कारणले तपाईँ अहिलेसम्म ओझेलमा पर्नु भएको छ, दर्शकहरूले जान्न चाहे? यो राम्रो प्रश्न गर्नुभयो। यसका कहानी मैले बताऊँ भने धेरै कहानी छ। यसको कुनै यो यस्तै हो भनेर मैले अहिले एक्ज्याक्टली भन्न सक्दैन। यसको धेरै लामो कथा व्यथा छ। त्यो बेलाको सिस्टम र अहिलेको सिस्टममा पनि परिवर्तन छ। त्यो त बेग्लै छ, त्यो त अब बेग्लै छ होइन। सिस्टमहरू त धेरै फरक परिसक्यो। तपाईँको पहिला भन्दा अहिलेको स्थितिमा त धेरै फरक छ। तपाईँको पहिला चल्थ्यो क्यासेट चल्थ्यो, रिल चल्थ्यो भनेपछि अहिले त हाम्रो यो जेनेरेसनमा त अहिले मेमोरी चलिरहेछ होइन। यो मेमोरीलाई पनि अब तपाईँले यो क्षेत्रमा आएपछि त त्यो मेमोरीमा पनि त तपाईँ जानु पऱ्यो नि त। अब त हुनसक्छ मैले सायद यदि राम्रो दिन सकेन होला, त्यो पनि हुनसक्छ। अन्य कारण आर्थिकको कारण पनि हुनसक्छ। धेरै धेरै पछि पर्नुको कारण आर्थिकले नै गर्दा हो। आर्थिक नै हुनसक्छ। त्यस जति मैले बनाएका जुन सिर्जना हुन् त्यसमा पनि मेरा कुनै केही कमजोरी पनि हुन सक्छन्। त्यो पनि मैले महसुस गर्न चाहन्छु। तपाईँको पहिलो सुरुवातको गीतहरू तपाईँले गुनगुनाउन त पर्यो नि होइन। अनि लगातार तपाईँका पछिल्ला समयका गीतहरू जति छन् तिनी हामी दर्शकहरूले सुन्न चाहनु भएको छ, हेर्न चाहनु भएको छ। मेरो पहिलो एल्बम माया भो बिरानो भन्ने हो। त्यसले मलाई राम्रोसँग पहिला चिनाउँथ्यो। त्यो गीतको पहिलो शब्द यस्तो छ, हे भेटे माया पूर्णीको जुन जस्ती लाग्यो नजर मायालु छेउ कस्ती तुलसीपुर बजार कपुर कोटा सल्यानको सिरानो माया भो बिरानो। यति मिठो राम्रो गीत रहेछ। यो गीत त धेरै व्यापक रूपमा चलेको गीत हो यो होइन। यो हामी यो गीत हुँदाखेरि हामी त लगभग सानसाना थियौँ होला होइन। भन्दा पनि अलि त राम्रो देखिनु भएको छ, तर तपाईँभन्दा म बुढो देखिरहेको छु। तैपनि यो गीत त कति सालमा निकाल्नु भएको तपाईँले? यो 2058 सालमा। 2058 सालमा निकाल्नु भएको थियो नि। ठिक छ। अनि यसमा शब्द सङ्गीत कसको थियो? सबै मेरै आफ्नै हो। अनि गायिका को हुनुहुन्थ्यो? गायिका राधिका हमालले गाइदिनु भएको छ। ए राधिका हमालले। अनि राधिका हमाल त अहिलेसम्म पनि लगभग चर्चामै हुनुहुन्छ। अनि उहाँले तपाईँलाई केही सपोर्टहरू गर्नु दिनुहुन्छ, अब सल्लाह सुझाव दिनुहुन्छ। अब बेला बेलामा अब हाम्रो फोन कन्ट्याक्ट पनि भइरहेको छ। वहीँकै स्टुडियोमा पनि अहिले खाडी मुलुक वहीँकै स्टुडियोमा रेकर्ड भएको छ। अनि यो कस्तो अर्को गीत बनाउन लाउनु भएको छ तपाईँले? खाडी मुलुक लगभग विदेशीहरूको उसमा पिरादाईमा रहेको गीत र तपाईँले अहिले राधिका हमालकै स्टुडियोबाट तपाईँले रेकर्ड गर्नुभएको छ? हजुर। अनि राधिका हमालज्यूले के सल्लाह दिनुभएको छ त? यो गीतको प्रतिक्रिया के दिनुभएको छ? उहाँले त जहिले पनि मेरो लागि राम्रै सपोर्ट गर्नुहुन्छ, राम्रै कुरा गर्नुहुन्छ। उहाँले जति पनि मैले गरेका सिर्जनाहरूलाई धेरै राम्रो भनेर राम्रो कम्प्लेन गर्नुहुन्छ, नराम्रो कम्प्लेन गर्नुहुन्न। जहिले पनि यो क्षेत्रलाई नछोड्नुहोस्, हामीसँगै हिँड्नुहोस्, हामीसँगै लाग्नुहोस् भन्नुहुन्छ। अब त्यो उहाँहरूले भन्नु ठिक हो, तर मेरो बेग्लै अब आफ्नै अब तरिकाले म हिँडेर अहिले धेरै सालपछि मैले अब धेरै साथीहरूको कम्प्लेन मैले पाएर मैले यो गीत बनाएको हुँ। मैले आफै म बनाउँछु भनेर मनदेखि बनाएको होइन। साथीहरूले धेरैले मलाई धेरै मेसेजहरू आए, धेरै कम्प्लेनहरू आए, त कहाँ हराएको छस्, कहाँ डुबेको छस्, त किन कस्तो मान्छे कहाँ गइसक्यो भन्दाखेरि म हो सबै साथीहरूले मन पराइदिनु भएको रहेछ।
मेरो गीत अझै सुन्न चाहनुहुने रहेछ भन्ने सोच गरेर मैले अहिले तपाईँले यो गीत चाहिँ तपाईँले अहिले चाहिँ यो गीतलाई कस्तो एकलमा गाउनु भएको छ कि डुएटमा छ? यो मेरो सिङ्गल रेकर्ड, यो लेखन चाहिँ मैले मतलब तपाईँले केटीको पनि लेडिजको पनि छ केटाको पनि छ? शब्द चाहिँ थियो। मैले अब पहिलो रेकर्ड चाहिँ आफै गरेँ मैले, पछि लेडिज भोकल हालौँला भनेर। अनि पछि फेरि अब राधिका हमालज्यूले नै उहाँले भन्नुभयो कि यो सिङ्गलमै पनि राम्रो जस्तो छ, यसलाई सिङ्गल बजार फालौँ, यदि राम्रो प्रतिक्रिया आयो भने यसलाई फेरि लेडिजमा पनि हालेर फेरि बजारमा फालौँला भन्ने कुरो उहाँकै सल्लाह अनुसार मैले यो गीतलाई मिक्सिङ गर्न लगाएको। मैले त्यो खाडी मुलुक भनेर तपाईँले चिनाउन खोज्नु भएको छ, दर्शकहरूलाई देखाउन खोज्नु भएको छ भनेपछि त्यसको एक दुईवटा टुक्काहरू सुनाइदिनु न त। यसमा एउटा टुक्का म दिन्छु। दसैँ तिहार चाडपर्व यहाँ केही भन्न पाउँदैन, घरमा जान्छु भन्ने दिन आउँदैन, मरुभूमिमा पसिना बगेको यो घरकोले देखेका तिरोलिन, गुन्द्रुक सिसिनो खोलेर बासी रोटी पोलेर आँसु झार्दै सानोले सम्झिरहेको होलिन् भन्ने यस्तो मेरो पहिलो टुक्का। धेरै 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 राम्रो छ यो गीतमै होइन, यसको कम्पोज पनि राम्रो भएको छ होइन। यसको शब्दहरू लेख्ने अनि तपाईँको सङ्गीतहरू कसले आफैले गर्नुभएको? सबै आफैले गरे। तपाईँका प्रतिभा त धेरै रहेछन् होइन, धेरै पहिला पुराना गीतहरू तपाईँले आफै रचना गरेर गाएका गीतहरू धेरै रहेछन्, तर तिनी ओझेलमा परे। तपाईँ अहिलेसम्म माथि जान पाउनु भएन, आफ्नै घरको स्थितिले गर्दा होइन, आर्थिक स्थितिले गर्दा पनि त्यस्तै पर्यो होला। अब विदेश खाडीमा पनि तपाईँ गएर आइसकेको छु भन्नुहुन्छ, अनि कुन ठाउँतिर विदेशमा कुन ठाउँमा जानुभएको थियो हजुर? म दुबईमा गएँ, मैले दुबईमा लेखेको गीत हो। मैले त अब गीत त अब अलिकति टाइम पायो भने म गीत लेखिहाल्छु। मैले लेखेका गीतहरू धेरै रेकर्ड गर्ने बाँकी छन्, अझ धेरै गीतहरू रेकर्ड गर्ने बाँकी छन्। लेख्दै गऱ्यो फाल्दै गऱ्यो, लेख्दै गऱ्यो फाल्दै गऱ्यो, धेरै छन्। मैले यस्तो अपाङ्गको बारेमा पनि लेखेको गीत रेकर्ड गर्नै पाएको छैन। छन् धेरै यस्ता, अब झ्याउरी बिटका गाना पनि छन्, सेन्डिङका गाना छन्, मसँग धेरै गाना फालिएका छन्, यस्ता छन्। अनि तपाईँको जे होस्, तपाईँलाई कुन स्थितिले तपाईँलाई यो गीतबाट यो सङ्गीत क्षेत्रबाट तपाईँ ओझेलो पर्नु भएको? यो आफ्नै घरकै स्थितिले गर्दा? घरबाट कस्तो, घर परिवारबाट सपोर्ट भएन कि अथवा पैसाको आर्थिक कमजोरी भयो कि? आर्थिकै कमजोरी हो। मेरो घरमा भन्नु नि हो भने त अब बिमारीको त लाइनै लाग्छ। त्यो कारणले गर्दाखेरि अब कुन क्षेत्रतिर हात हाल्ने, कतातिर लाग्ने, आफ्नो बाटो एकातिर छ, एकातिर आफ्नो काँध एकातिर, नाम्लो एकातिर भयो जस्तै त्यस्तो भएको कारणले गर्दा म अहिले यति पछाडि पर्नुको कारण पनि यो। ठिक छ चन्दनजी, फेरि पनि अब दर्शकहरूले सुन्न चाहनु हे सायद गरी हिँडेको हो कता मनकी रानी भेटे मैले यता बुटोल बसमा जाम, घोराइ हुँदै तुलसीपुर बजार बसी खाना खाम। त्यही भएर चन्दन सर हजुरले अब फेरि पनि दर्शकहरूले अर्को गीत सुन्न चाहनु भएको छ। मदेशको सिमलमा जुरेली खेलेको आफूलाई भने सधैँभरि हिँड तर्केर आउँदैन जोबन फर्केर, आउँदैन जोबन फर्केर। हजुरलाई हामीले यस्तो ठाउँमा लिएर अलि त अन्तर्वार्ता लिइरहेका छौँ होइन, यसमा त तपाईँ दुखी त हुनुहुन्न नि? छैन, यो त पहिलो अवसर भनौँ मेरो त। सायद आजसम्म कुनै मिडिया मसँग, कुनै मिडिया न कोही
पत्रकार आजसम्म तँ किन हराइस्, त कहाँ छस् भनेर कसैले भनेको थिएन। यति हुन पाउनु म धेरै ठुलो मानेको छु। मलाई हजुरलाई बहुत ठिक छ। त्यही हामीलाई पनि अलि त किन लज्जा मात्र भएको छ होइन, किनकि अब एउटा सङ्गीतमा लागेका एउटा सङ्गीत प्रेमीलाई हामीले यो ठाउँमा यो स्थानमा लिएर राख्ने त होइन होइन। तर तैपनि हजुरलाई कस्तो लाग्यो के लाग्यो होइन, त्यही हुनाले हामीले पनि तपाईँप्रति क्षमा प्राप्ति छौँ। त्यो हुनाले चन्दनजी अब हामी अन्तिममा आइसकेका छौँ। दर्शकबिनहरूलाई के भन्न चाहनुहुन्छ तपाईँले? मैले दर्शकबिनहरूलाई के भन्न चाहन्छु भनेपछि मलाई जसरी माया गरिदिनु भएको थियो, त्यस पछाडिका मैले राम्रो दिन सकेन होला, त्यसमा पनि मैले माफी चाहन्छु। अब म यो आउँदै गरेको यो मेरो खाडी मुलुकलाई धेरै माया गरिदिनु होला, हेरिदिनु होला, सुनिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्ने चाहन्छु। म ठुलो आशा राखेको छु हजुरहरूमाथि, मैले ठुलो आशा राखेको छु।